हजुर, मलाई धेरैले सोध्नुहुन्छ नागरिकताबाट राष्ट्रिय परिचय पत्र नम्बर हेर्न मिल्छ कि मिल्दैन? मिल्छ, जसको लागि जानुपर्छ हामी गुगलमा। त्यसपछि गुगलमा गइसकेपछि हामीले टाइप गर्ने एनआइएन नम्बर चेक भनेर, एनआइएन नम्बर चेक भनेर राखिसकेपछि यस्तो लिङ्क आउँछ र फर्स्टकै लिङ्कमा गइसकेपछि यहाँ नागरिकताको विवरण राख्ने ठाउँ आउँछ, जहाँ चाहिँ हामीले नेपाली नाम अथवा इङ्ग्लिस नाम राखेर जन्ममिति राख्ने, त्यसपछि सिटिजनसिप इस्युङ डेट भनेको चाहिँ नागरिकताको पछाडिपट्टि नागरिकता जारी भएको मिति पछाडिपट्टि अन्तिममा हुन्छ र क्याप्चा राखेपछि सर्च गरेपछि तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउँछ। एप्रुभ भयो भने चाहिँ आउँछ, तपाईँको नट एप्रुभ भनेर देखायो भने चाहिँ नजिकैको जिल्ला प्रशासन कार्यालयमा भिजिट गर्नुपर्ने हुन्छ है, नट एप्रुभ देखायो भने चाहिँ। त्यस्तै गरी स्ट्याटस के छ त भन्दा यो लास्टको लिङ्कमा जाने अनि आवेदन नम्बर हान्ने अथवा एनआइएन नम्बर राखिसके पछाडि चाहिँ क्याप्चा हानिसकेपछि चाहिँ तपाईँको प्रिन्टेड भएको छ कि छैन, प्रिन्ट भएर पनि एसएमएस आउन बाँकी छ, सबै देखाउँछ। तपाईँको प्रिन्ट भएर एसएमएस आइसक्यो भने चाहिँ जिल्ला प्रशासन कार्यालयमा गएर कलेक्ट गर्न सक्नुहुन्छ। त्यस्तै गरी इन्टरनेट नभएको ठाउँमा हुनुहुन्छ भने मेसेज बक्समा जाने, क्यापिटल एस टाइप गर्ने, स्पेस टाइप गरी क्यापिटल एस स्पेस अनि आवेदन नम्बर टाइप गरिसकेपछि 30001मा एसएमएस पनि गर्न सक्नुहुनेछ है। त्यसपछि यो आवेदन नम्बरको अन्तिममा पनि त्यो प्रोसेस दिएको हुन्छ, त्यो हेर्नु होला। हस्, धन्यवाद।